आज चाहिँ मैले जुगाडो अचार बनाएँ। हेलो साथीहरू, गुड मर्निङ। मेरो चाहिँ बाहिरको काम सकिसकेपछि, झाडु पोछा सकिसकेपछि सुरुवात चाहिँ मेवा खाएर भयो। यो चाहिँ घरकै मेवा के पछाडि एउटा फलेको थियो। यस्तो मिठो चाहिँ हेर्नु कति रातो किनेर ल्याएको जस्तो छ के। अनि म चाहिँ भेन्टा काट्न लाएँ। यो खाले भेन्टा चाहिँ काटेर राखेपछि तितो हुने। उता फेरि नानीले मम्मी बाहिर पिसाब फेर आउनु भन्यो भने फेरि गएको उसले चाहिँ पिसाब फेरेको बाबुको चाहिँ त्यो न्यापी फेरिदिँदो रहेछ कि। उसले चाहिँ भाइको एकदम ख्याल गर्छ। अनि मेरो बुढो चाहिँ प्रो हो क्या, मसला पिस्न प्रो। यति लस पिस्नुहुन्छ उहाँलाई नै मसलाको जिम्मा लगाइदिएँ। मैले चाहिँ जलको भाँडामा चाहिँ यता चाहिँ मैले पकाउन लाएँ। अनि उहाँले मसलाले पिसेर ल्याएर दिनुभयो। दुध पनि तात्दैछ, तरकारी पनि पाक्दैछ। उता बाबुलाई पनि हेरेको छु। अझ चाहिँ मल्टिटास्किङ चलिरहेको छ कि गाइजहरू। यी तरकारी चाहिँ बनाएँ। आज चाहिँ मैले बोडी भेन्टा र आलु मिक्स बनाउनु लागेको कि हल्का ग्रेभी गराएर कति खानु दाल होइन। मेरो फेरि बुढोलाई छोरीलाई दाल नभई हुन, नानीलाई चाहिँ हिजो बेलुकाको दाल थियो, हामीलाई चाहिँ यही ग्रेभी बनाएँ। अनि त्यसपछि तरकारी पनि पाक्नु लाग्यो। अनि के खाने भन्दा अनि मलाई चाहिँ आलु सालु उसिन मलाई झ्याउ लाग्यो। यसैको जुगाडो अचार बनाएँ कि साथीहरू। यही पनि कति मिठो हुन्छ। टक्क अमिलो चाहिँ धेरै भएछ। नानीले मम्मी अमिलो हालेको कि नुन हालेको भन्थ्यो कि। उसले फेरि नुनिलो हो कि अमिलो थाहा नभएर हेर्नु, नुनलाई अमिलो भन्छ, अमिलोलाई नुन भन्छ, अमिलो धेरै आयो चर्को भयो भन्छ कि नानीले चाहिँ। उहाँहरूलाई खाना दिएर अनि बाबु चाहिँ सुतिरहेको थियो कि। मैले भाँडासाँडा माझेँ, कपडा पनि सुकिरहेको थियो। कपडाहरू चाहिँ मिलाएँ, क्यारेँ, घरहरू पनि हल्का बढाएर बुढुर गरेँ। अलिअलि त बिहानै गरेको थिएँ। अनि त्यो टेबलहरू के पुसपास पारेँ, क्यारेँ। अनि त्यसपछि यता चाहिँ नानीहरू स्कुल जान रेडी हुँदैछन् कि। ऊ बाउ छोरी चाहिँ हिँडी पनि सके। उनीहरूलाई बाई बाई गरेर म चाहिँ अब बल्ल मेरो खाना खाने बेला हुन्छ क्या साथीहरू। बाबु चाहिँ सुतिरहेको छ। यही मौका छोपेर मैले चाहिँ खाना खान्छु। ल बाई साथीहरू, अब म माथि गएर खाना खान्छु। मेरो चाहिँ लाइक गरिदिनु ल।